यो प्रश्न उत्तर कार्यक्रम होइन प्लिज। नागरिक छोड्नु न यहाँ समाज। म हिजोको मात्रै एउटा घटना नुवाकोटको सुनाउँछु। म यसरी नै बोल्दै थिएँ, एउटा राजावादी अराजक मान्छे रहेछ। मैले बोल्दा बोल्दै म प्रश्न गर्छु भने के तालको मान्छे। मैले सोचेँ यो त म बोल्दैछु, कार्यक्रम समापन गर्दैछु, एउटा मान्छे बडो चाहिँ आक्रोशपूर्ण मुद्रामा मैले प्रश्न गर्न चाहन्छु। मैले त्यति बेला राजावादको या राजावादीहरूको वैचारिक राजनीतिक र तथ्यगत खण्डन आलोचना भण्डाफोर गर्दै थिएँ। म उसलाई सहिसक्नु भएन छ। उसले त काठमाडौँको जुलुस देखायो होला, त्यसो भएर उसको अलिकति बढायो होला। मैले यो प्रश्न उत्तर कार्यक्रम होइन, प्रश्न उत्तर कार्यक्रम बिहान पत्रकार सम्मेलनमा थियो, त्यही सोधे भए हुँदो, जति सोधे पनि यो प्रश्न उत्तर होइन भन्दा पनि ऊ उफ्रिराखेपछि त्यहाँ जनताले नै, हामीले होइन, जनताले नै उसलाई राम्रै प्रतिवाद गरे। म यो राम्रै उसलाई जीवनभर पुग्ने गरी प्रतिवाद, जीवनभरि नबिर्सिने गरी। यदि कोही जाइ लाग्छ हाम्रा विरुद्ध भने, आइलाग्छ भने त हामी त्यसको त प्रतिवाद गर्नै पर्छ, नत्र हामी वाइसिएल कसरी भइयो त।